ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्र। उत्तर कस्मोलोजी। आकाशीय पिण्ड अन्तरिक्ष सम्बन्धी अध्ययन गर्ने शास्त्र। उत्तर एस्ट्रोनोमी। ज्योतिष सम्बन्धी अध्ययन गर्ने शास्त्र। उत्तर एस्ट्रोलोजी। ब्रह्माण्डको उत्पत्ति सम्बन्धी प्रसिद्ध सिद्धान्त। उत्तर बिग ब्याङ थ्योरी। बिग ब्याङ थ्योरी कहिले प्रतिपादन गरिएको थियो? उत्तर सन् 1931 बिग ब्याङ थ्योरीका प्रतिपादक हुन् उत्तर जर्ज लेमेटर, बेल्जियम। सूर्यबाट दूरीको आधारमा सबैभन्दा नजिकको ग्रह। उत्तर बुध। सूर्यबाट दूरीको आधारमा सबैभन्दा टाढाको ग्रह। उत्तर वरुण। सूर्यबाट दूरीको आधारमा ग्रहहरूको क्रम। उत्तर बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरुण, वरुण। भित्री ग्रहहरू इनर प्लानेट्स भन्नाले कुन कुन ग्रह पर्दछन्? उत्तर बुध, शुक्र, पृथ्वी र मङ्गल। बाहिरी ग्रहहरू आउटर प्लानेट्स भन्नाले कुन कुन ग्रहलाई चिनिन्छ? उत्तर बृहस्पति, शनि, अरुण र वरुण। आकारको आधारमा सबैभन्दा ठुलो ग्रह। उत्तर बृहस्पति। आकारको आधारमा सबैभन्दा सानो ग्रह। उत्तर बुध। आकारको आधारमा ठुलोबाट सानो ग्रहहरूको क्रम। उत्तर बृहस्पति, शनि, अरुण, वरुण, पृथ्वी, शुक्र, मङ्गल, बुध। बुध ग्रहका उपग्रहको संख्या। उत्तर 0। बुध ग्रहलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ? उत्तर 88 दिन। बुध ग्रहलाई आफ्नो अक्षमा परिभ्रमण गर्न लाग्ने समय। उत्तर 59 दिन। बुध ग्रह सूर्यबाट कति दूरीमा रहेको छ? उत्तर 5 करोड 76 लाख किलोमी। बुध ग्रहको परिक्रमा गति कति छ? उत्तर 48 किलोमी प्रति सेकेन्ड। शुक्र ग्रहका उपग्रहको संख्या। उत्तर 0। शुक्र ग्रहलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ? उत्तर 225 दिन। शुक्र ग्रहलाई आफ्नो अक्षमा परिभ्रमण गर्न लाग्ने समय। उत्तर 243 दिन। शुक्र ग्रह सूर्यबाट कति दूरीमा पर्दछ? उत्तर 10 करोड 82 लाख किलोमी। शुक्र ग्रहको परिक्रमा गति कति छ? उत्तर 35 किलोमी प्रति सेकेन्ड। पृथ्वीको उपग्रह संख्या कति छ? उत्तर 1। चन्द्रमा पृथ्वीलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ? उत्तर 365 दिन 5 घण्टा 48 मिनेट। पृथ्वीलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति समय लाग्छ? उत्तर 23 घण्टा 56 मिनेट 4 सेकेन्ड। पृथ्वी सूर्यबाट कति दूरीमा रहेको छ? उत्तर 14 करोड 88 लाख किलोमी। पृथ्वीको परिक्रमा गति कति छ? उत्तर 30 किलोमी प्रति सेकेन्ड। मङ्गल ग्रहका उपग्रह संख्या। उत्तर 2। मङ्गल ग्रहलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ? उत्तर 687 दिन। मङ्गल ग्रहको परिभ्रमण समय। उत्तर 24 घण्टा 37 मिनेट। मङ्गल ग्रह सूर्यबाट कति दूरीमा छ? उत्तर 22 करोड 89 लाख किलोमी। मङ्गल ग्रहको परिक्रमा गति। उत्तर 24 किलोमी प्रति सेकेन्ड। बृहस्पति ग्रहका उपग्रह संख्या। उत्तर 95। बृहस्पतिलाई सूर्यको परिक्रमा गर्न कति वर्ष लाग्छ? उत्तर 11.5 वाट 12 वर्ष। बृहस्पतिको परिभ्रमण समय। उत्तर 9 घण्टा 55 मिनेट। बृहस्पति सूर्यबाट कति दूरीमा रहेको छ? उत्तर 77 करोड 72 लाख किलोमी। बृहस्पतिको परिक्रमा गति। उत्तर 13 किलोमी प्रति सेकेन्ड। शनि ग्रहका उपग्रह संख्या। उत्तर 146। शनि ग्रहलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ? उत्तर 29.5 वाट 30 वर्ष। शनि ग्रहको परिभ्रमण समय। उत्तर 10 घण्टा 14 मिनेट। शनि ग्रह सूर्यबाट कति दूरीमा छ? उत्तर 1 अर्ब 43 करोड किलोमी। शनि ग्रहको परिक्रमा गति। उत्तर 10 किलोमी प्रति सेकेन्ड। अरुण ग्रहका उपग्रह संख्या। उत्तर 28। अरुण ग्रहलाई सूर्यको परिक्रमा गर्न कति वर्ष लाग्छ? उत्तर 84 वर्ष। अरुणको परिभ्रमण समय। उत्तर 17 घण्टा 14 मिनेट। अरुण ग्रह सूर्यबाट कति दूरीमा छ? उत्तर 2 अर्ब 87 करोड किलोमी। अरुणको परिक्रमा गति। उत्तर 6.4 किलोमी प्रति सेकेन्ड। वरुण ग्रहका उपग्रह संख्या। उत्तर 16। वरुणलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ? उत्तर 164 वर्ष। वरुण ग्रहको परिभ्रमण समय। उत्तर 16 घण्टा।
वरुण सूर्यबाट कति टाढा छ? उत्तर 4 अर्ब 39 करोड किलोमी। वरुणको परिक्रमा गति? उत्तर 5.6 किलोमी प्रति सेकेन्ड। मेसेन्जर अफ गड्स भनेर कुन ग्रहलाई चिनिन्छ? उत्तर बुध। वायुमण्डल नभएको ग्रह कुन हो? उत्तर बुध। गडेस अफ लभ एन्ड ब्युटी उपनामले चिनिने ग्रह? उत्तर शुक्र। सौर्यमण्डलको सबैभन्दा तातो ग्रह? उत्तर शुक्र। शुक्र ग्रह तातो हुनुको कारण? उत्तर CO 2 ग्यास बढी भएकाले। चम्किलो र रहस्यमय ग्रह प्लानेट अफ मिस्ट्री? उत्तर शुक्र। पृथ्वीको जुम्ल्या ग्रह सिस्टर प्लानेट? उत्तर शुक्र। मर्निङ स्टार र इभिनिङ स्टार भनेर कुन ग्रहलाई चिनिन्छ? उत्तर शुक्र। सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउने ग्रह? उत्तर शुक्र र अरुण। जीवित ग्रह भनेर चिनिने ग्रह? उत्तर पृथ्वी। पृथ्वीलाई अन्तरिक्षबाट हेर्दा कस्तो रङको देखिन्छ? उत्तर नीलो। पृथ्वीलाई अरू के नामले चिनिन्छ? उत्तर गया, टेरा, टेलस। पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोण पारेर ढल्केको छ? उत्तर 66.5 डिग्री। रातो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? उत्तर मङ्गल। मङ्गल ग्रह रातो देखिनुको कारण? उत्तर लिमोनाइट एन्ड आयरन अक्साइडको कारण। सौर्यमण्डलको सबैभन्दा अग्लो पर्वत निक्स ओलिम्पिया कुन ग्रहमा छ? उत्तर मङ्गल। निक्स ओलिम्पिया पर्वत सगरमाथा भन्दा कति गुणा ठुलो छ? उत्तर 3 गुणा। गड अफ वार भनेर कुन ग्रहलाई चिनिन्छ? उत्तर मङ्गल। ग्रहहरूको राजा किङ अफ गड भनेर कुन ग्रहलाई चिनिन्छ? उत्तर बृहस्पति। सबैभन्दा छोटो दिन हुने ग्रह? उत्तर बृहस्पति। सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह? उत्तर गेनिमिड। बृहस्पति। पहेँलो र सुनौलो ग्रह येलो गोल्डन प्लानेट? उत्तर शनि। वरिपरि घेरा रिङ्स भएको ग्रह? उत्तर शनि। शनि ग्रहको सबैभन्दा ठुलो उपग्रह? उत्तर टिटान, टाइटन। कृषिका देवता गड अफ एग्रिकल्चर भनेर चिनिने ग्रह? उत्तर शनि। पानीमाथि तैरिन सक्ने ग्रह? उत्तर शनि। हरियो ग्रह ग्रीन प्लानेट भनेर चिनिने ग्रह? उत्तर अरुण। अरुण ग्रह पत्ता लगाउने वैज्ञानिक? उत्तर विलियम हडसन। अरुण ग्रहमा पाइने मुख्य ग्यास? उत्तर मिथेन। सबैभन्दा टाढाको र चिसो ग्रह? उत्तर वरुण। आकाशे नीलो ग्रह स्काई ब्लू भनेर चिनिने ग्रह? उत्तर वरुण। वरुण ग्रह पत्ता लगाउने वैज्ञानिक? उत्तर जोहन गाले सन् 1846। चन्द्र धरातलमा पुग्ने पहिलो यान? उत्तर लुना 2। चन्द्र धरातलमा पाइला टेक्ने पहिलो व्यक्ति? उत्तर नील आर्मस्ट्रङ। नील आर्मस्ट्रङले कहिले चन्द्रमामा पाइला टेकेका थिए? उत्तर सन् 1969 जुलाई 21। नील आर्मस्ट्रङ कुन यानमा चढेर चन्द्रमा गएका थिए? उत्तर एपोलो -11। नासाको पूरा रूप के हो? उत्तर नेशनल एरोनॉटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन। NASA को प्रधान कार्यालय कहाँ रहेको छ? उत्तर वाशिंगटन DC। नासाको वर्तमान कार्यवाहक प्रशासक CEO? उत्तर रोबर्ट M लाइटफुट जियर। अन्तरिक्षमा पुग्ने पहिलो पुरुष? उत्तर युरी गागरिन, रुस। अन्तरिक्षमा पुग्ने पहिलो महिला? उत्तर भ्यालेन्टिना तेरेस्कोभा। पहिलो अन्तरिक्ष पर्यटक पुरुष? उत्तर डेनिस टिटो। पहिलो अन्तरिक्ष पर्यटक महिला? उत्तर अनुसेह अन्सारी। अन्तरिक्षमा हिँड्ने पहिलो पुरुष? उत्तर अलेक्सी अर्कोभिच लियोनोभ। अन्तरिक्षमा सबैभन्दा लामो समय बिताउने पुरुष? उत्तर गेनाल्डी पाडाल्का। अन्तरिक्षको कोलम्बस भनेर कसलाई चिनिन्छ? उत्तर युरी गागरिन। अन्तरिक्षमा जाने पहिलो 5 राष्ट्रहरू कुन कुन हुन्? उत्तर रुस, अमेरिका, फ्रान्स, जापान, चीन। सबैभन्दा ठुलो तारापुञ्ज? उत्तर IC 1101। हाम्रो सौर्यमण्डल कुन तारापुञ्जमा पर्दछ? उत्तर मिल्की वे ग्यालेक्सी। सूर्यको अध्ययन गर्ने पहिलो मानवयुक्त अन्तरिक्ष यान? उत्तर स्काइल्याब। सूर्यको सतहलाई के भनिन्छ? उत्तर फोटोस्फियर, फोटोस्फियर। सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्र? उत्तर हेलिस्कोप। ब्रह्माण्डमा कतिवटा तारामण्डलहरू छन्? उत्तर 88 वटा। सूर्यको वरिपरि ग्रह घुम्छन् भन्ने तथ्य कसले पत्ता लगाएका थिए? उत्तर निकोलस कोपर्निकस सन् 1543। प्रकाशको गति कति छ? उत्तर 3 लाख किलोमी प्रति सेकेन्ड।
सबैभन्दा पहिला सूर्योदय र सूर्यास्त हुने देश? उत्तर न्युजिल्यान्ड। अस्ताउँदो सूर्यको देश भनेर कुन देशलाई चिनिन्छ? उत्तर ब्रिटेन। मध्यरातमा सूर्य उदाउने देश? उत्तर नर्वे। उदाउँदो सूर्यको देश? उत्तर जापान। चन्द्रग्रहण लाग्दा बीचमा कुन पिण्ड रहन्छ? उत्तर पृथ्वी। चन्द्रग्रहण कुन समयमा लाग्छ? उत्तर पूर्णिमाको रात। सूर्यग्रहण लाग्दा सूर्य र पृथ्वीको बीचमा के पर्दछ? उत्तर चन्द्रमा। सूर्यग्रहण कुन दिन लाग्छ? उत्तर औँसीको दिन। यम प्लुटोलाई कहिले ग्रहको सूचीबाट हटाइयो? उत्तर सन् 2006 मा। आइएयूको पूरा रूप के हो? उत्तर इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन। पृथ्वीको उत्पत्ति कहिले भएको मानिन्छ? उत्तर 4.57 अर्ब वर्ष पहिले। पृथ्वीको क्षेत्रफल कति छ? उत्तर 51 करोड वर्ग किलोमी। पृथ्वीको कति प्रतिशत भाग पानीले ओगटेको छ? उत्तर 70.8%। पृथ्वीको कति प्रतिशत भाग जमिन छ? उत्तर 29.2%। पृथ्वीको औसत व्यास कति हो? उत्तर 12,735 किलो। सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? उत्तर 8 मिनेट 20 सेकेन्ड। चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? उत्तर 1.3 सेकेन्ड। पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा? उत्तर सिरियस डग स्टार। सौर्यमण्डलको सबैभन्दा सानो उपग्रह? उत्तर डिमोस मङ्गल। ब्रह्माण्डमा सबैभन्दा बढी पाइने तत्त्व? उत्तर हाइड्रोजन। पृथ्वीको वायुमण्डलमा सबैभन्दा बढी पाइने ग्यास? उत्तर नाइट्रोजन 78%। सबैभन्दा बढी घनत्व भएको ग्रह? उत्तर पृथ्वी। सबैभन्दा कम घनत्व भएको ग्रह? उत्तर शनि। सूर्यपछिको पृथ्वीको सबैभन्दा नजिकको तारा? उत्तर प्रोक्सिमा सेन्चुरी। शनि ग्रहको घेरा रिङ्स कसले पत्ता लगाएका थिए? उत्तर ग्यालिलियो ग्यालिली। तारापुञ्जका आकारहरू कस्ता हुन्छन्? उत्तर इलिप्टिकल, स्पाइरल, इरेगुलर। पृथ्वीको उत्पत्ति सम्बन्धी सिद्धान्तका प्रतिपादक? उत्तर एटोस्मिट अटोस्मिट। सूर्यको सतहको चम्किलो घेरालाई के भनिन्छ? उत्तर PEENUMBRA। सूर्यको सतहमा देखिने अँध्यारो छायालाई के भनिन्छ? उत्तर UMBRA। अन्तरिक्षमा बसाइने भनिएको सहरको प्रस्तावित नाम? उत्तर उल्गा। अर्ली बर्ड केसँग सम्बन्धित छ? उत्तर भू उपग्रह। आइएयूको स्थापना कहाँ भएको थियो? उत्तर पेरिस फ्रान्स। नील आर्मस्ट्रिङको मृत्यु कहिले भयो? उत्तर 2012 अगस्त 25। प्रशान्त महासागरमा खसेको नासाको भू उपग्रह? उत्तर UARS। अन्तरिक्षमा हिँड्ने पहिलो महिला? उत्तर स्वेतलाना सावित्किया। अन्तरिक्षमा सबैभन्दा लामो समय बिताउने महिला? उत्तर पिग्यू विट्सन। सौर्यमण्डलमा धूम्रकेतुको संख्या करिब कति छ? उत्तर करिब 1 लाख। एक खगोलीय एकाइ भन्नाले के बुझिन्छ? उत्तर सूर्य र पृथ्वी बीचको औसत दूरी।